ल म साथीहरू ड्युटीमै छु। मैले अहिले सिटी सफारी नै चलाउँदैछु। अहिले हिँड्दैछु सिटी सफारीमा। तर मैले कमेडी गर्न मन लाग्छ। अनि कमेडी गरेपछि पनि फोटोकपी गरेको भनेको साथीहरूले भन्छन् एउटा काउली बुढीको आवाज निकाल्छु कस्तो लाग्छ। तपाईँलाई राम्रो लाग्यो भने लाइक सेयर कमेन्ट फलो गरिदिनुहोस् है त। भन्नु मेरो नाम काउली बुढी, मेरो घर सुर्खेत जिल्ला। अनि तपाईँहरूसँगै रमाइलो गर्नु भनेर आउँदैछु। अनि मिल्ला कि नमिल्ला भन्नु न। अनि साँच्चै सम्झिने तपाईँकोमा चाहिँ फोन लाग्दैन। अनि मलाई जस्तै गरेर नि फोन लाग्दैन। होइन तपाईँको फोनमा के भयो प्रोग्राम छ र? म त तपाईँहरूसँगै रमाइलो गर्नु मन छ सम्झिने। अनि तपाईँ साँच्चै आज भोलि के गर्नुहुन्छ? तपाईँको चाहिँ जस्तै गरेर नि सम्पत्ति छ सम्झिने। मेरो सम्पत्ति छैन। तपाईँको त 2 गढीदेखि लिएर 9 गढीसम्मको सम्पत्ति छ हो कि होइन भन्नु त? मेरो चाहिँ अब त नाक फुली छ सम्झिने। त्यो पनि बाउ माइतीले दिनुभएको त्यति बेचेर खानु पुग्दैन। तपाईँ सम्पत्तिको घमन गर्नुहुन्छ। तपाईँलाई चाहिँ त्यो सबै बेचेर खानु पुग्छ सम्झिने। मलाई पुग्दैन। अनि तपाईँको आजभोलि हल्लीचल्ली के छ भनिदिनु न। रमाइलो गर्नु जस्तै गरे नि रमाइलो हुन्छ सम्झिने। तपाईँलाई साँच्चै एउटा कुरा भन्नु मन छ सम्झिने मलाई। अब त असार लाग्यो होइन? अब असारमा चाहिँ हिलो खेल्नुपर्छ सम्झिने। मलाई पोहोरको याद आइरहेछ जाउ भोलि तपाईँसँग हिलो खेलेको सम्झिने। खेतमा डुबेको तपाईँलाई याद छैन। ल साथीहरू मैले यसलाई काउली बुढीको आवाजमा भिडियो बनाएको छु। तपाईँलाई कस्तो लाग्छ? जस्तो लाग्छ जस्तोको त्यस्तै कमेन्ट गर्नु भन्छु है त म। ओके बाई।